मार्फाको ब्रान्डी भ्या कि भएन मार्फामा आएर मार्फा नखाने त कुरै भएन चेस गाइज ल लास्ट कडा रहेछ यार कडा छ होइन होइन ल सबले मुख बिगारेको अवस्था छ यसमा चाहिँ के कागज नि बेचिहाल्ने हो नकुने चाहिँ राखिराख्ने किनभने भोलि पर्सिसम्म बेच्नु मिल्छ नि त त्यसले त्यो हो अनि दुध युगेतिर दुधहरू छाने भने यसो भयो भने एक्सपायर लामो भएको डेट चाहिँ एक्सपायर डेट चाहिँ नजिक नजिक राख्छ पछिसम्म चाहिँ पर यो मार्फा गाउँ कटेर आइसकेपछि चाहिँ यहाँनिर चाहिँ यस्तो दामी ठाउँ रहेछ पुरा बगरी बगर होइन उडाएर लैजाला जस्तो हावाको बेग त्यो हिसाब नै छुट्टै छ होइन यहाँतिर चाहिँ यस्तो खालको एकदम समतल मैदान हुन्छ माथि चाहिँ दृश्य हेर्नुहोस् है त ल हेर्नुहोस् यो यस्तो यस्तो भिड छ होइन हावाले टोपी उडाइसक्यो आमा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  ल पुरै यस्तै पुरा भिड पाखा पखेरा पुरै यस्तो बगर छ क्या यो चाहिँ तराई जस्तो बगर ठाउँ रहेछ यहाँ चाहिँ यो चाहिँ यस्तो रहेछ यो चाहिँ मार्फा गाउँ कटेर थोरै समय आइसकेपछि चाहिँ मार्फाको पुल कटिसकेपछि चाहिँ यो ठाउँ देखिँदो रहेछ है साथीहरू ल ल साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै यो अप्पर मुस्ताङ जाने बाटो समर भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँको दृश्य चाहिँ अत्यन्तै मनोरम अनि सुन्दर छ। माथि हिमाल देखिन्छ अनि यहाँ चाहिँ होटेल छ हैन। अब हामी चाहिँ हाम्रो ब्रेकफास्ट चाहिँ यहाँ हुन्छ अनि त्यसपछि हामी चाहिँ अप्पर मुस्ताङको लास्ट स्टेजमा पुग्छौँ। त्यसपछि हामी फर्किन्छौँ। यहाँको दृश्य हेर्नु होला है त। वाउ, यस्तो बवाल दृश्य छ, हेर्नुस् त। ल
अब हामी चाहिँ यहाँ होइन यही होटलमा हो। यो चाहिँ होटल कर्मा इन लेखेको छ। यहाँ चाहिँ हामी अब ब्रेकफास्ट गर्छौँ, के छ त्यही। त्यसपछि हामी फेरि कन्टिन्यू हाम्रो यात्रा तय हुन्छ। यहाँ आएर अत्यन्तै रमाइलो भइरहेको छ, लास्टै मजा भइरहेको छ। सुन्दर ठाउँ। हामीलाई चाहिँ कहिले नआएर सुन्दर लाग्छ, तर यहीँ बस्नेलाई चाहिँ रुखपात बोट बिरुवा होइन जन्तु जनावर केही नभएको अवस्थामा उडान लाग्छ होला। भित्र चाहिँ यस्तो छ दाइ, यस्तो स्पेसल के यहाँ बाहिर हेर्दा जस्तो राम्रो छ, भित्र पनि त्यस्तै सुन्दर सजाइरहेको। यसको मैले के सुनेको चाहिँ छु यसको विषय। ए यो चाहिँ हिसाब गर्ने क्यालकुलेटर टाइप होइन यो? ओहो यस्तो रहेछ। यहाँबाट कहाँ लगेर के गर्ने होला होइन? हाम्रो चिया आइसकेको छ यहाँ साथीहरूलाई। चिया एक एक्सन हो ल है त। ल तातो चिसो भइहाल्छ यहाँनिर हाम्रो चियाहरू आइसकेको छ। अब यसलाई लिएर आउनु ल। ओहो यहाँनिर जाडोमा यो त औषधि रहेछ नि त। यहाँको चुला चाहिँ यस्तो हुँदो रहेछ है साथीहरू। यो टक्क यहाँनिर पकाइराख्ने, यो सायद सिमीको दाल होला, अनि चिया क्याटली यस्तो। अनि यहाँ चाहिँ टक्क हावा जाने है, यस्तो टाइपको हुँदो रहेछ। यो चाहिँ अप्पर मुस्ताङ जाने बाटो है साथीहरू। ल बाटो एकदम कमालको छ है, पिच नभए पनि बाटो फराकिएको छ। यहाँबाट देखिएको दृश्यहरू हो यिनीहरू। आज चाहिँ बिहान बिहान अत्यन्तै आकाश खुल्ला अनि घाम लागिरहेको अवस्था छ। त्यही भएर राम्रो राम्रो यहाँको जुन दृश्यहरू हेर्नलाई अवलोकन गर्न पनि सहज बनेको छ। हेर्नुहोस् यहाँ माथि माथि सबै तर निर्माण कार्य चाहिँ तीव्र रूपमा भइरहेको रहेछ यसरी। सायद यो बाटो बनाइदिने चाहिँ नै होला जस्तो लाग्छ मलाई। कसले बनाइदियो ल बाटोमा हिँड्दा हिँड्दै यो पनि देखियो बिचारा घाँस खानु खोजिरहेको छ, घाँस छैन यहाँ। सबै यस्तो उडाट लाग्दो ठाउँ छ होइन। अनि के घाँस खायो होला यसले, हेर्नुहोस् त। ए ठुलै छ
सिङ चाहिँ हो मैले देखाएको छु व्यापारी थियो ल हेर्नुहोस् यो ए देख्नुभयो यहाँनिर ल हेर्नुहोस् त हजुर माउन्टेन गड ए यो चाहिँ माउन्टेन गड हो यो चाहिँ माउन्टेन गड होला एउटा मात्रै छ यो भाले सिङ हो ए यो के चाहिँ खान्छ बिचरा चुप लागेर बसिरहेको अवस्था छ यहाँ हेर्दै पनि छ यता र उता ओ माथि छ सिङ हेर्नुहोस् त यत्रो छ ल यो चाहिँ नजिकबाट आएर हेर्दा चाहिँ यस्तो आयो यो हो नि त बबालु गयो देख्नुभयो साथीहरू आइज आइज यता आइज अलिक तल आइज मलाई थाहा छ गाडीको यस्तो छ ल जाउँ अब यो चल्दैन यो बानी परेको चिज हो है तल बाई बाई अब चाहिँ हामी ठ्याक्कै पुग्नै लागिसकेको छ त्यहाँ पुगेर हेर्नको लागि हामी चाहिँ पुरै एक्साइटेड भएको छौँ बिहानै उठेर हिँडेको 10:30 भइसक्यो अझै पुगेको छैन अब चाहिँ चाँडै पुग्नेवालामा छौँ हामी तपाईँहरू पनि भिडियो हेर्न एक्साइटेड हुनुहुन्छ होला स्टे कनेक्ट है साथीहरूलाई नचढ्नु चढिसक्यो ल लोमनथाङमा आएर हाम्रो खाना चाहिँ धमाधम एकदम सुरु भइसक्यो पुरै भेज खाना हो हाम्रो ए भेनाजी यता ल अब चाहिँ हामी खानासाना खाएर ट्याक्की बोर्डरतर्फ लाग्यो है साथी हो यस्तो छ ल साथीहरू यार यस्तो ठाउँमा आएर चाहिँ होइन म तपाईँहरूलाई बबाल बबाल टाइपको चाहिँ यहाँको चाहिँ दृश्यहरू देखाउँछु तपाईँहरू हेर्नु होला हेर्नुहोस् है त यो मेरो अगाडिको दृश्यहरू ल हेर्नुहोस् यो पहाड जस्तो के हो यो आफै बनेको हो यो सबै होइन यो तल सबै यो उता सबै मेरो चाहिँ गाडी गइसकेको छ म चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको अवस्था छ यहाँ अत्यन्तै हावाको चाहिँ कुरै नगरौँ होइन ओ माल गड ल हेर्नुहोस् त हावा राम 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 भव्य हावा यार कसरी जाने यार जानै सकिँदैन जा भाग कुद कुद भयो
हावा धुलो धुवाको त यहाँनिर कुनै पनि कुरै छैन क्या लास्टै खतरा 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 टाइपको चाहिँ हावा धुलो धुवाहरू है यहाँ यस्तो छ। अब यी तपाईँहरूलाई मैले देखाउने भनेको चाहिँ यही मात्रै हो। प्रकृतिले पनि होइन कस्ता कस्ता कुराहरू दिइरहेको छन्, कस्ता कस्ता कुराहरू देखिन्छन् हामी। यो सब ओरिजिनल प्रकृतिले जस्तो बनायो त्यस्तै हो, नेचरल सब यो चाहिँ नेचरल है साथीहरू। ल साथीहरू भिडियो हेर्दै गर्नु होला। त्यस्तै हो मुस्ताङको यो सुन्दर ठाउँ तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला है त। अब टक्क अब यहाँबाट आधी घन्टादेखि 1 घन्टा यस्तै लाग्छ अरे होइन माथिसम्म पुग्नको लागि, बोर्डरसम्म पुग्न। अब बोर्डरमा पुगेर हामी केही मिनटसम्म त्यहाँ बस्ने हो। त्यसपछि चाहिँ सारा पारेर फेरि ब्याक हुने हो त्यही बाटो होइन। फर्केपछि जब त्यही बाटोमा के भिडियो खिच्ने भएन, खासै त्यति राम्रो भिडियो पनि बनाए जस्तो लागेन। खै पनि ठिक छ जस्तो छ त्यस्तै भइरहेको छ साथीहरू है त। अब उहाँ माथि एकैचोटि चाइनाको बोर्डर पुगेपछि मात्रै अब हाम्रो भेट हुनेछ है त। ल साथीहरू अब चाहिँ फाइनल्ली म कोरोला नाकामा आइसकेको छु। यो चाहिँ नेपाल र चाइनाको बोर्डर चाहिँ कोरोला नाका भन्ने चाहिँ यहाँनिर देखिएको हो। धेरै लामो समय सकेपछि एकदमै प्रतीक्षाका साथ यो ठाउँमा आएर जस भिडियो बनाउन पाइयो, पुग्न पाइयो होइन। हाम्रो क्षेत्रको नाका चाहिँ यस्तो छ। चाइनाको बोर्डरपट्टि चाहिँ यत्रो ठुल्ठुलो बोर्डर, ठुल्ठुलो बिल्डिङहरू छ होइन। यता हाम्रो साइडपट्टि चाहिँ कुनै केही पनि छैन है, यति मात्रै हो, ट्रेन मात्रै छ। हाम्रो नेपाल प्रहरीहरू चाहिँ कहाँ बस्नुहुन्छ यता? यता त उहाँ त उता बस्नुहुन्छ। ए तलै बस्नुहुन्छ, यहाँ बस्नुहुन्न? ड्युटीमा चाहिँ आउनुहुन्छ बिहान, ए बेलुका फर्किनुहुन्छ। हजुर यो सबै व्यापार गर्ने उताकै सामान है तपाईँहरूकै? ए यहाँभन्दा उता जान दिँदैन है अब? तपाईँहरूले चाहिँ पाउँदैन, हामीले चाहिँ यहीँ। ए तपाईँहरूको त पास हुन्छ होइन? ए यहाँ जाडोमा त भव्य जाडो हुन्छ होला है? जाडै हुन्छ। आज त कस्तो फुलेको, आकाश पनि फुलेको छ है। आज त अझै अलि चिसो भनौँ न। हिजो अस्ति त घाम लगाएर हावा त चलेकै थिएन। ए रमाइलो थियो। अहिले पनि जस रमाइलै छ। ठिकै छ, खासै चिसो छैन आज नि है। हजुर कहाँदेखि आउनुभयो दाजु? हामी चाहिँ काठमाडौँबाट आएको। हजुर काठमाडौँबाट आएको हो। ल यस्तो छ यहाँको दृश्य चाहिँ एकदम मनोरम, एकदम आनन्द सुन्दर रहेछ होइन। यो साइडपट्टि पनि पुरै हिँड्नु परिरहेको अवस्था छ। हिमाल पारीको दुईटा हाम्रो जिल्ला कुन कुन हो भन्दाखेरि चाहिँ मनाङ र मुस्ताङ। त्यही मुस्ताङको कोरोला भन्ने नाकामा चाहिँ अहिले म आइपुगेको छु साथीहरू। हेर्नु होला यहाँको दृश्य यस्तो बवाल छ। यो चाहिँ पारीपट्टि, यो चाहिँ चाइना भयो। अनि म बसेर भिडियो बनाउँदै गरेको ठाउँ चाहिँ नेपाल। नेपालको झन्डा यहाँ राखिएको छ, यहाँ फरफराउँदैछ हाम्रो नेपालको झन्डा। खतरा छ यहाँ। अरू कुरो के छ हामीलाई थाहा त्यस्तै मात्रै हो यहाँनिर। तपाईँहरू पनि तलैबाट आउनुहुन्छ? ए अब चाहिँ हामी करिब यहाँ धेरै बसिँदैन, हामी फर्किन्छौँ। अब यहाँनिर देखाउनु पर्ने खासै कुराहरू पनि केही छैन होइन। तपाईँहरूलाई देखाउनु पर्ने यहाँको जुन ठाउँ थियो, दृश्य थियो, यहाँको जुन क्षेत्र थियो त्यो देखाइहाल्यौँ। अब हामी करिब फर्किन्छौँ। अब एकछिन उता बजार जस्तै भनौँ न, हाम्रो नेपालीको बजार यहाँनिर छ। सानोतिनो जे भए पनि आफ्नै नेपालीको। अब हामी त्यहाँ जान्छौँ होइन। एकछिन उहाँहरू हुनुहुन्छ यहाँ व्यापार गर्ने दिदीबहिनीहरू होइन, आफ्नै नेपाली चेलीबेटीहरू। अब हामी त्यहाँ पनि घुम्न जान्छौँ है त। ल हेर्नुहोस् है, हामी चाहिँ यस्तो किनिरहेको अवस्था छ यहाँ। हाम्रो नेपाली पसल चाहिँ यो हो, चाइनाको बोर्डर अगाडिको चाहिँ
हाम्रो नेपाली चेलीको पसल यहाँ तपाईँले के दिनुभयो मलाई हो यो चाहिँ के हो फेरि धेरै चक्लेट त नलैजाउँ नलैजाउँ अरू त यति भयो है त ल ओ बाबा ल के लाने 100 रुपियाँको ल दिनु नि त यहाँ चाहिँ 100 रुपियाँको है फेरि ल रक्सी त नलाने यो के रक्सी हो यो त्यो नलाने हामी रक्सी खाँदैनौँ होइन अरू केही दिनु त्यो त्यस्तै खालको के त्यो त छ त त्यहाँ यो 100 को भन्नुभएको त्यो कति त अझै राखिदिनु ल ल प्लास्टिकमा हालिदिनु ल है त यहाँ किनिसकेको छौँ धन्यवाद ल तपाईँलाई धेरै धेरै यो एकचोटि समाइदिनु ल पैसा दिन्छु मेरो कति भयो तपाईँकोमा ठिक छ मैले 3टा दिएँ तपाईँको कति भएको थियो उसको 300 600 300 भनेको भर्खर ल उता भिडियोमा हेर्नु है 300 भन्नुभएको छ 300 भन्नुभएको छ 200 600 होइन त अब 100 आउँछ 400 आउँछ मलाई 200 अनि 100 चाहिँ मैले ल व्यापार पनि गरिसक्यो होइन अब यहाँबाट हाम्रो किनमेल पनि भयो रक्सी त नलाने रक्सी हामी खाँदैन त्यही भएर ल व्यापार पनि गरियो खै त मेरो सामान ल हस् ल सामान पनि किनिसक्यो अब चाहिँ हामी फर्किने हो है साथीहरू ल हेर्दै गर्नु होला भिडियो यही हो हाम्रो नेपाल र चाइनाको बोर्डर अरू त के देखाउनु तपाईँहरूलाई यही नै छ किन्ने मात्रै किन्ने त हो होइन ल यहाँ चाहिँ यस्तो रहेछ सब नेपाली पसल ल हेर्नुहोस् यहाँबाट देखिने दृश्य चाहिँ यस्तो छ अत्यन्तै राम्रो ल हेर्नु होला है त ल यही त हो नि मजा हिमालको दृश्य हिमाल त होइन यो तर हिउँ परेको चाहिँ हो यो साथीहरू ल फुल मस्ती चाइना कोरोला बोर्डर भनेको चाहिँ यही हो है नाका हाम्रो नेपाल र चाइनाको सिमाना ल साथीहरू अब चाहिँ यहाँको बोर्डर यहाँको ठाउँ सबै घुमि पनि सक्यौँ हेरि पनि सक्यौँ अब चाहिँ हामी बाटो लाग्यो हाम्रो यात्रा फेरि कन्टिन्यू हामी रिटर्न ब्याकमा गयौँ है त ल ल गजबले घुमियो आज यहाँ आएर नसोचेको ठाउँ पनि आइपुग्यो अब यहाँहरूको प्रतिक्रिया पनि सुनौँ न कस्तो कस्तो भयो ल यता हाम्रो भेनाजी यताबाट सुनौँ न कस्तो लाग्यो हजुरलाई यहाँनिर एकदम ठिक छ हजुर यो अन्तिम गन्तव्य आइपुग्यो हो अनि अब चाहिँ अब ब्याक नर्मल पहिलाकै बाटो त होला अन्त छैन होला होइन हजुर एनिवे यो भिजिट राम्रो थियो हजुरको प्याकेजलाई अनि मैले मानेको छु तपाईँ हजुर ब्लग छ तपाईँको त्यसको लागि ठुलो धन्यवाद हजुर अब हामी ठ्याक्कै यहाँ कोरोला नाकाबाट 1:30 बजे 1:30 बजेर छ 1:30 बजे चाहिँ हामी फेरि वापस हुँदैछौँ थ्याङ्क यू भेरी मच भेना ल यता हाम्रो दाइको चाहिँ कस्तो रह्यो त आजको भ्रमण राम्रो रह्यो र अलिकति हामीलाई चाहिँ वेदरले पनि साथ दिएको अवस्था छ त्यसो भएर हामी चाहिँ एकदमै खुसी छौँ हेप्पी छौँ हाम्रो घुमाइ चाहिँ एकदमै राम्रो भयो हाम्रो टुर चाहिँ ठिक छ राम्रो भयो थ्याङ्क यू अरे भाउजूलाई कस्तो लाग्यो आज भाउजूलाई यो यात्रा कस्तो लागिरहेको छ ल भन्नुहोस् त चट्ट रमाइलो छ बाबु